यहाँहरू सम्पूर्णमा नमस्कार छ। यति बेला चाहिँ म यो दिक्तेलुपाकोट मझगडी लफेङ अन्तर्गत नै रहेको यो 10 बुरेमा छु। यो तपाईहरुले देखिरहनु भएको चाहिँ साप्सु खोला हो भने यहाँ अहिले चाहिँ हाम्रो पूर्व 5 नम्बरका वडाध्यक्ष श्री निर्मल राईज्यूले चाहिँ अहिले यहाँ फार्मस्टेको एउटा अवधारणा ल्याउनु भएको छ। एकदम खुसी लाग्यो। उहाँको फार्मस्टे बस्दै चाहिँ टप ठाउँमा यहाँ म अहिले छु। यता यो साप्सु खोला यो यसरी काटेर गएको छ। यसरी काटेर पुरै यसरी गएको छ। तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ अहिले सुरु पनि गरिसक्नु भएको छ। बाख्राहरू हाल्ने, 2-4 वटा नागा पाल्ने अनि माछा पोखरी 4-5 वटा यहाँ सुरु गरिसक्नु भएको रहेछ। खुसी लाग्यो। आज नु त अब घुमघाम गर्न यसो झर्नुहोस् भन्ने कुरा उहाँले निमन्त्रणा गर्नुभएको कारणले गर्दा म चाहिँ साथीको चाहिँ एउटा आत्मीय मित्र पनि, हामी बचपनको एउटा साथी पनि, क्लासमेट, अनि यसरी म झरेको छु आज। एकदम खुसी लाग्यो। अब प्रकृतिसँग एकदम नजिकबाट रमाउनुपर्छ, प्रकृतिले दिएको कुरालाई चाहिँ युटिलाइज गर्नुपर्छ भन्ने कुरामा चाहिँ एकदम सहमत छु म। उहाँप्रति एकदम यो नयाँ युवाहरूले सोच अहिले अब वैदेशिक रोजगारीमा धेरै जाने सोचहरूलाई चाहिँ अब न्यून नै गर्नुपर्छ जस्तो लाग्छ आफ्नो ठाउँमा। होइन, प्राकृतिक यति राम्रो छ। हेर्नुहोस् यहाँनिर फेरि बिजुली पनि ट्याक्क आएको रहेछ, वाइफाई पुरै व्यवस्थित। हेरौँ न, यो चाहिँ म तपाईँहरूलाई अलिकति भिडियो चाहिँ लामो हुन्छ होला, धैर्य गरिदिनुहोस्, हेरिदिनुहोस्। यो चाहिँ म टपमा आउँदैछु। यो चाहिँ अलिकति अप्ठ्यारो पनि छ। ठ्याक्कै टपमा यो चाहिँ तपाईँहरूलाई म टप हिलबाट देखाउँछु। ल, यति राम्रो ठाउँ छ नि, यहाँबाट नै गर्न सकिँदैन नि। यहाँ उहाँले धानहरू रोपिरहनु भएको रहेछ। यहाँ तल छ उहाँको फार्मस्टे चाहिँ अहिले सुरु नै भइसकेको छ। ल हेर्नुहोस् है, यहाँनिर अब यो ठाउँमा लोकल रूपमा फलेको अमलहरू हेर्नुहोस् त। सबैभन्दा टप ठाउँमा म जाँदैछु। यहाँदेखि त लडिन्छ जस्तो फिल हुने रहेछ। अह, ल यो देखेको त साबिक मातिम, अनि यो चाहिँ हाम्रो बाटो हाइवे, यो 10 बुरे यो एरियाहरू जस्तो छ। तल चाहिँ भाइहरूले माछा मार्ने टिप पनि बनाउनु भएको रहेछ। खुसी लाग्यो। अनि साथीहरू चाहिँ खोला तरेर जानुभयो। म चाहिँ अलिकति खोला तर्न नसक्ने भएको कारणले गर्दा यतै छु। हाम्रो मित्र निर्मलजी अनि हाम्रो आत्मीय मित्र इमानशेर राई जलन, इमानशेर राई, दुईजना यहाँ पारी जानु। अर्को भतिजो केटो सँगै थियो। त्यो केटो चाहिँ कहाँ पुग्यो हो, अगाडि यो बेटो लाग्यो। आहा, ल यहाँ हेर्नुहोस्, निकै अप्ठ्यारो छ हेर्न चाहिँ। फेरि ठ्याक्कै डाँडा यो त। यहाँ चाहिँ फार्मस्टे बस्दैछ। यो बनिसकेको छ, बन्दैछ यहाँ। आहा, ल हेर्नुहोस् त, त्यो राम्रो छ यहाँबाट। टिभीले बालुवा पनि सङ्कलन गर्दैछ। यो वैधानिक कि अवैधानिक हो यो पनि थाहा भएन मलाई। यो बालुवा कलेक्सन गरेर बेचिरहेको रहेछ। ल उठाइरहेको रहेछ। ल ल यहाँहरूले भिडियो हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। यो तपाईँहरूलाई कस्तो लाग्यो, एक किसिमको सकारात्मक कमेन्ट छोडिदिनु होला। धन्यवाद।